हेलो साथीहरू नमस्कार। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज साउन 1 गते म चाहिँ घरमा झाडु पोछा गरेर भइसकेपछि बुढालाई च्याउ खोज्न जाम भनेर बुढाबुढी मिलेर गयौँ जङ्गलतिर च्याउ खोज्न त गयौँ, तर यो जङ्गलमा चाहिँ एउटा पनि च्याउ भेटेनौँ। त्यसपछि मैले भने बुढालाई अब फेरि अस्ति च्याउ खोज्न गएकोतिर जाम भनेर। अनि के साथीहरू, हिजो राति ठुलो पानी परेको थियो, त्यही भएर मैले बुढालाई बिहान उठ्ने बित्तिकै च्याउ खोज्न जाम बुढा भने। च्याउ त भेटिएन, तर पट्यौला चाहिँ भेट्टाएको थियौँ हामीले। तर त्यो भेट्टाएको भिडियो चाहिँ गराउन बिर्सेछौँ। च्याउ लिएर घरमा पकाएर खाइसकेपछि हामी लाग्यौँ घुम्न। साथीहरू, हामी चाहिँ गुठु बजारको नजिकै रहेको शहीद पार्क जाँदैछौँ घुम्नको लागि। बुढा, छोरी अनि भान्जा म भएर। मेरो भान्जाले हेलो भन्दैछन्। एकछिन भयो नि घुम्नको लागि निस्क्यो भने बच्चाहरू कति खुसी हुन्छ। साथीहरू, यो रहेको छ गुठुको धमला चोक। अब हामी शहीद पार्कको नजिक पुग्यौँ साथीहरू। कति राम्रो गराएको छ यसरी रुखलाई कलर गरेर। अनि बाटो पनि एकदम राम्रो भएको छ आजभोलि पिच भएर। हामी त्यहाँ पुग्दा चाहिँ मान्छेहरूको एकदम ठुलो भिड थियो साथीहरू। हामी चाहिँ लगभग 2 बजेतिर त्यहाँ गएको थियौँ। मान्छेहरू एकदम धेरै आउनु भइसकेको रहेछ। अनि हामी गइसकेपछि नि कति धेरै आउँदै हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो गुठुको एकमात्र घुम्ने ठाउँ शहीद पार्क। हामी पनि बिस्तारै त्यहाँ पुगिहाल्यौँ साथीहरू। मान्छेहरूको एकदम ठुलो भिड यो रहेको छ गुठुको शहीद पार्क। एकदम राम्रो गराएको छ। अनि यो भर्खर बन्दै हो, लगभग 1 वर्ष भयो क्या हो गराउन लागेको। 1-1.5 वर्ष भयो। पोहोर साल पनि हामीले गएको थियौँ, तर यस्तो यो कम्प्लिट भएको थिएन के। अनि यो चोटि चाहिँ कम्प्लिट भएको छैन यो पनि, तर बनाउँदै हुनुहुँदो रहेछ, राम्रो छ। यहाँ चाहिँ मेरो बुढाले छोरा छोरी भान्जालाई लगेर त्यहाँ चटपटे खुवाउन लग्दै हुनुहुन्छ। अनि यता चाहिँ मेरो भान्जा यहाँ चटपटे लिएर आइसक्यो, त्यहाँ चाहिँ छोरा छ। अनि यता फेरि मेरो छोरी छिन्। यसरी हिँड्दै छिन्, बाबालाई खोज्दै छिन् यिनले। बाबा चाहिँ त्यहाँ पर हुनुहुन्छ। यो चाहिँ मेरो बुढाले मेरो छोरी र मेरो फोटो खिचिदेऊ भन्दै हुनुहुन्थ्यो फर्किने बेलामा। मैले चाहिँ भिडियो गरेर आएको थिएँ, उहाँलाई थाहा थिएन। मेरो भान्जा फेरि यता खेल्दैछन्। त्यहाँ चाहिँ मान्छेहरू धेरै जम्मा भएर ग्रुप गराएर आफ्नो समूह गराएर नाच्ने काम भइरहेको थियो। मलाई चाहिँ पुरा तीज आए जस्तो फिल भइरहेको थियो, किनभने त्यहाँ तीजको गीतमा नाचिराख्नु भएको थियो। यो चाहिँ बच्चाहरूलाई खेल्नको लागि बनाएको रहेछ। यता बच्चाहरू खेल्दै थिए। हजुरहरूको साउने संक्रान्ति कस्तो भयो कमेन्ट गर्नुहोला साथीहरू। आजलाई यति नै। मेरो भिडियो लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथीहरू। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।